everyone, welcome back to the channel The Metaphor. र मेटाफोरको एउटा नयाँ कन्टेन्ट पनि ल्याइसकेको छु मैले र यो नयाँ कन्टेन्टमा हामी कुरा गर्नेछौँ इन्सपिरेसनल कन्टेन्टको बारेमा। यसमा चाहिँ विविध कुराहरू इन्सपिरेसनल भिडियोजलाई चाहिँ कन्टेन्टमा आएर म राख्नेछु र यो इन्सपिरेसनल भिडियोजहरू चाहिँ अहिलेको युथ जेनेरेसन्सको लागि हो। विशेष गरी अहिलेको जुन नेपालको सन्दर्भमा चाहिँ जसरी चाहिँ करेन्ट सिनारियो र फ्युचर सिनारियोमा चाहिँ हामी आफ्नै फ्युचर पनि सेल्फ फ्युचर पनि एकदम डामाडोल देखिरहेको बेलामा चाहिँ हामी कसरी चाहिँ मोटिभेट हुने त होइन। आई नो देयर आर मेनी स्ट्रङ कन्टेन्ट इन द युट्युब। यति धेरै स्ट्रङ कन्टेन्टहरू छ, यति धेरै मोटिभेसन्सको भिडियोजहरू छ, मोटिभेसनल बुकहरू हामीले बजारमा एकदम पपुलर बेस्ट सेलरको मोटिभेसन बुकहरू पनि पाउँछौँ होइन। त्यही पनि मैले एकचोटि चाहिँ म चाहिँ कसरी कन्टेन्ट बनाइरहेको छु भन्दा मोटिभेसन्सको बुक त हामीले पाउँछौँ, भिडियोज त हामीले पाउँछौँ, अ लट अफ स्ट्रङ कन्टेन्ट पनि पाउँछौँ जसले हामीलाई इन्सपायर गर्छ, जसको थ्रुबाट हामी मोटिभेटेड फिल पनि गर्छौँ, इनर्जाइज फिल गर्छौँ। तर मेरो कुरा चाहिँ के भनेदेखि मोटिभेसन्स भन्ने बित्तिकै हाउ टु गेट मोटिभेसन भन्दा नि हाउ टु स्टे मोटिभेटेड अलवेज भन्ने कुरामा चाहिँ म फोकस हुन चाहन्छु। सो मैले आज लिएर आएको छु इन्सपिरेसन भिडियोजमा पार्ट 1 मोटिभेसनको हाउ टु स्टे मोटिभेटेड। किन भन्दाखेरि मोटिभेसन्स वान्स हामीले चाहिँ अब एउटा पोजिटिभ एटिट्युड पोजिटिभ थिङ्सहरूलाई चाहिँ हामीले क्याच गर्न खोजिरहेको हुन्छौँ नि त होइन। अब त्यो पोजिटिभ एटिट्युड्सहरूलाई चाहिँ हाम्रो बिहेभियरमा चेन्ज गर्नको लागि चाहिँ हामीले कोसिस गरिरहँदाखेरि चाहिँ होइन अब मोटिभेसन त हामीले भेटाउँछौँ, मोटिभेसन स्पिकर थ्रुबाट हामीले सुन्यौँ, 1 घन्टा 2 घन्टा सुन्यौँ, त्यसको पोजिटिभ एटिट्युड्सहरूलाई चाहिँ हामीले फलो गर्ने कोसिस गऱ्यौँ, तर त्यो हामी किन सकिरहेको हुँदैनौँ त। हामीले 1 दिन फलो गऱ्यो, 2 दिन फलो गऱ्यो, 3 दिन फलो गऱ्यौँ, तर बिचमा त ब्रेक भइरहेको हुन्छ नि त होइन, हाम्रो डिसिप्लिन ब्रेक भइरहेको हुन्छ। त्यही भएर म चाहिँ आजको भिडियोमा हाउ टु स्टे मोटिभेटेड, जहिले पनि मोटिभेटेड कसरी बस्ने त, जहिले पनि इनर्जीलाई चाहिँ त्यही लेभलको फ्लोमा अझ त्योभन्दा नि हाई इनर्जीको फ्लोमा हाई पोजिटिभ एटिट्युडसँग कसरी काम गर्ने, कसरी लिङ्क गर्ने भन्ने कुरामा चाहिँ फोकस भएर यो भिडियो बनाउँदैछु। ओके, अब पार्ट 1 हाउ टु स्टे मोटिभेटेड होइन। अब त्योभन्दा अगाडि वाट इज मोटिभेसन भन्ने कुरामा हेरौँ। मोटिभेसन भनेको करेज द्याट होल्ड द इनर्जी टु पर्स्यु इज डे फर योर ड्रिम होइन। एउटा यस्तो इनर्जी हो, एउटा यस्तो करेज हो जसले चाहिँ हाम्रो इज डे के जसलाई कि यो होइन कि मोटिभेसन भनेको यो होइन कि आज हामीले 1 घन्टाको मोटिभेसन भिडियो सुन्यौँ, हामी दिउँसभरि ल्याएर मोटिभेसनको कुनै बुक्सहरू टेक्स्टहरू कन्टेन्टहरू पढ्यौँ अनि त्यो राति चाहिँ हामी एकदम इनर्जी फिल गऱ्यौँ अनि रातभरि काम गऱ्यौँ, न त भोलिपल्ट दिनभरि काम गऱ्यौँ, 24 आवर काम गऱ्यौँ, तर पर्सिपल्ट चाहिँ त्यो इनर्जी चाहिँ छैन होइन, पर्सिपल्ट चाहिँ हामीलाई अल्छी लाग्यो, त्यो होइन। मोटिभेसन भनेको कस्तो हुन्छ भने आज नि हामी त्यो काम गर्न सक्छौँ, भोलि पनि त्यो काम गर्न सक्छौँ, पर्सि पनि त्यो काम गर्न सक्छौँ, रेगुलरली विथ एन इफोर्ट क्या, विथ एन पोजिटिभ इफोर्ट होइन, विथ एन पोजिटिभ एटिट्युड हामी काम गर्न सक्छौँ भने त्यही नै मोटिभेसन हो। मोटिभेसन भनेको जस्ट सर्ट टर्मको लागि होइन कि यो लङ टर्मको लागि, त्यही इनर्जीले हामी बिहान उठ्छौँ र त्यही इनर्जी र त्यही फ्लोमा चाहिँ हामी काम गर्छौँ विथ द पोजिटिभ एटिट्युड, विथ द पोजिटिभ होप एन्ड पोजिटिभ एटिट्युसन हो भने त्यही नै मोटिभेसन हो। र त्यो मोटिभेसन चाहिँ हामीले हामीलाई कतातिर लैजान्छ, हाम्रो ड्रिमतिर लैजान्छ होइन। अब गेटिङ मोटिभेटेड भर्सेस staying motivated होइन। We can get motivated time to time through motivations book and content, but what really matters is to stay motivated and engage with positive attitude each day। मोटिभेसन्सको जुन हुन्छ नि इन्सपिरेसन्सको बुकहरूबाट म के भन्छु भने मोटिभेसन भन्ने कुरा चाहिँ हामी अरूबाट सिक गरिरहेको हुन्छौँ होइन। जसलाई कि म चाहिँ अलिकति डाउन फिल गरेँ होइन, हो इट्स गुड, डाउन फिल गर्दाखेरि चाहिँ अरूको सजेसन सुन्नु इट्स रियली नाइस। हामीलाई के लागिरहेछ, हामी लो गरिरहेछौँ, हामी अरू कसैलाई सेयर गर्छौँ, द्याट इज द भेरी पोजिटिभ थिङ्स होइन। हामीले अरूलाई सेयर गर्नुपर्छ। अब सेयर गर्ने भने चाहिँ सबैतिर होइन कि होम वी क्यान इन्ट्रस्ट होइन, हामीले चाहिँ जसलाई चाहिँ हामी ट्रस्ट गर्न सक्छौँ त्यो भ्यालुएबल इन्फर्मेसनकोसँग होइन, त्यो चाहिँ सेयर गर्नु राम्रो कुरा हो होइन। तर त्यो मोटिभेसन्स भन्ने कुरा चाहिँ अब जसलाई कि हामीले अब युट्युबमा कन्टेन्ट सर्च गऱ्यौँ, बुकहरू सर्च गऱ्यौँ होइन, हामी इन्सपायर इनर्जेटिक त फिल गर्छौँ, जसलाई कि पोजिटिभ त हामीले फिल गर्छौँ, तर त्यो हामीसँग सधैँभरि नरहन सक्छ। त्यही भएर मोटिभेसन भन्ने कुरा चाहिँ हामीले अरूबाट सिक गर्ने होइन कि आफैभित्र चाहिँ डेभलप गर्ने हो। मोटिभेसन भन्ने कुरा अरूबाट सिक गरेको कुराहरू चाहिँ कस्तो हुन्छ भने त्यो चाहिँ सकिन्छ क्या होइन। जसलाई कि तपाईँलाई चाहिँ कसैले 10वटा चक्लेट दियो होइन, 10वटा चक्लेट दियो फर होइन, अब त्यो खाए पनि बाँडे पनि तपाईँसँग चाहिँ अब कसैले दिएको 10वटा चक्लेट छ, अब त्यो 10वटा चक्लेट त होइन आइदर यु इट आइदर यु सेयर होइन,
अब त्यो 10वटा चक्लेट त त्यो 10 भन्दा 11 त हुँदैन, तर तपाईँले खानु भएपछि त्यो त क्वान्टिटीमा घट्दै जान्छ। अब नखाइकन राख्नु भने त्यसको डेट एक्सपायर भएर पनि जान्छ होइन। बट इफ यु हेभ द कम्पनी द्याट म्यानुफ्याक्चर अ चक्लेट, देन तपाईँले के गर्नुहुन्छ, आज नि म्यानुफ्याक्चर गर्नुहुन्छ, भोलि पनि म्यानुफ्याक्चर गर्नुहुन्छ। सो त्यो त जस्ट एउटा सिम्पल इक्जाम्पल मात्रै थियो होइन। मोटिभेसन भनेको नि त्यही हो क्या, तपाईँको भित्रको इनर्जी भनेको सेल्फबाट आउने हो, सेल्फ इम्प्रुभमेन्ट र सेल्फ करेजबाट आउने हो। मोटिभेसनल बुकहरू पढ्नु इज अ बेस्ट आइडिया, सुन्नु इज अ बेस्ट आइडिया, बट मोटिभेसन्स र करेज निकाल्नको लागि हामी त्यसैमा डिपेन्ड हुनु चाहिँ यो चाहिँ कस्तो हुन्छ भने त्यसको इम्प्याक्ट र त्यसको इन्फ्लुएन्स भनेको सर्ट टर्मको लागि मात्रै हुनसक्छ, लङ टर्मको लागि चाहिँ हामीले सेल्फ मोटिभेटेड हुनैपर्छ होइन। त्यही भएर मोटिभेटेड रहनको लागि चाहिँ हामीले भित्रैबाट सेल्फ इम्प्रुभमेन्ट र सेल्फ मोटिभेटेड हुनुपर्छ होइन। अनि त्यही भएर चाहिँ के हुन्छ, गेटिङ मोटिभेटेड भएपछि चाहिँ हामीले 1-2 दिन काम गर्न सक्छौँ, केही महिना काम गर्न सक्छौँ, तर हामी स्टेइङ मोटिभेटेड भयो भनेदेखि चाहिँ के हुन्छ, लङ टर्ममा हामीले इफोर्ट दिन सक्छौँ। अब रिजन्स टु गेट डिमोटिभेटेड है। अब आज भनेको जेनेरेसनमा चाहिँ कस्तो भइरहेछ भने, स्पेसली हाम्रो यो नेपालको सन्दर्भमा चाहिँ होइन, आन्दोलन चर्किरहेछ, इकोनोमिक चाहिँ डाउनफल भइरहेछ, जब अपर्च्युनिटी चाहिँ श्रिङ्क भइरहेछ होइन। अब जब अपर्च्युनिटीको केसमा पनि सोर्स छ लिन्छ भनेदेखि चाहिँ हामीले जब पाउँछौँ होइन। अब हुन त जब अपर्च्युनिटी पनि श्रिङ्क भइरहेछ होइन। अब बिजनेसहरूमा पनि केही काम गरौँ भन्दाखेरि पनि धेरै फ्याक्टर्सहरूले चाहिँ हामीलाई गाह्रो बनाइरहेको हुन्छ। अब फ्रस्ट्रेसन्स अकरेन्स एउटा मेन रिजन हो, कुड बी फ्रम भेरियस रिजन होइन। अब भेरियस रिजन भनेको त्यही हो, अनइम्प्लोइमेन्ट एउटा भयो, हामीले गरेको काममा अनसक्सेस बिहोर्दाखेरि भयो, अब अनएक्सपेक्टेड लस बिजनेसको भयो, बिजनेस खर्च भन्दाखेरि डिफ्रेन्ट फ्याक्टर्सहरूले चाहिँ हामीलाई नेगेटिभ इम्प्याक्ट गरेको भयो, त्यो रिजन भयो। कम्पेरिजन, अब डिमोटिभेसन्स कस्तो भन्दा रिजन भनेको चाहिँ कम्पेरिजन। जब हामी चाहिँ एकअर्कासँग चाहिँ कम्पेरिजन गर्छौँ, जसमा कि ए भन्ने मान्छेले बी भन्ने मान्छेसँग कम्पेरिजन गर्दाखेरि चाहिँ त्यहाँ आइदर उसले ओभर कन्फिडेन्स गेन गर्छ, आइदर डिमोटिभेसन्स गेन गर्छ। भन्नाले ए चाहिँ बी भन्दा राम्रो छ भनेदेखि र उसको कम्पेरिजन गर्ने बानी छ भने उसले जहिले पनि के भन्छ, आइएम अ सुप्रिम, म त बी भन्दा राम्रो छु, म त सुप्रिम छु होइन। र यदि बी चाहिँ ए भन्दा राम्रो छ र उसको कम्पेरिजन गर्ने बानी छ भनेदेखि म त खतमै रहेछु होइन, आइएम जस्तो डाउन भनेर उसले डिमोटिभेटेड आफैमा फिल गर्छ, ऊ आफैमा डिप्रेसन छ। सो कम्पेरिजन भन्ने कुरा चाहिँ यस्तो हो होइन, जहाँ हामीले कम्पेरिजन गरेपछि चाहिँ यसको दुईवटा इम्प्याक्ट हुन्छ, आइदर वी गट अ इगो और आइदर वी गट अ डिमोटिभेटेड। ओके, ल्याक अफ सेल्फ स्टिम, कहिले काहीँ कस्तो हुन्छ भन्दा सेल्फ स्टिम कम भयो भनेदेखि नै आफ्नो चाहिँ सेल्फ बिलिभ कम भयो भने पनि हामी डिमोटिभेटेड हुन्छौँ। र अर्को भनेको ह्याभिङ ओभर कन्फिडेन्स एन्ड इगो, त्यही नै हो। हामीसँग चाहिँ अब हामीले के किन पायौँ, के किन गऱ्यौँ भनेर जब ओभर कन्फिडेन्स हुन थाल्छ, जब इगो आउन थाल्छ नि होइन, अनि त्यसपछि तर त्यो इगो आइसकेपछि चाहिँ होइन, सबै कुरामा त हामी सक्सेस हुँदैनौँ होइन। सबै कुरामा चाहिँ हामी सक्सेस नै हुन्छौँ भन्ने कुरा पनि हुँदैन। अब त्यो सक्सेस नभइसकेपछि चाहिँ हामी के हुन्छ, डिमोटिभेटेड हुन्छ क्या। अब जसलाई कि हामी चाहिँ कस्तो के भन्छ भन्दाखेरि चाहिँ होइन, फिलोसफर्सहरूले चाहिँ ठुलो राइटर, ठुलो फिलोसफरले चाहिँ के भन्छ भनेदेखि चाहिँ जति नै यो विश्वको ज्ञान छ नि होइन, विश्वको ज्ञानको 1% नलेज पनि हामीलाई थाहा हुँदैन अरे कि। द्याट इज राइट, किनभने यहाँनिर हुन्छ नि, हामी एज अ ह्युमन बिङ यहाँनिर यस्तो धेरै क्रिएचर्सहरू छ, धेरै क्रिएसन्सहरू भइसकेको छ, धेरै खालको इन्फर्मेसन्स नलेजहरू छ होइन। अब त्यो नलेजको त हामी त एउटा कर्नरमा बसेर, एउटा सिटीको कर्नर या फिर भिलेजको कर्नरमा बसेर चाहिँ हामीले के पढिरहेका हुन्छौँ, एउटा टेक्स्ट मेटेरियल पढिरहेका हुन्छौँ होइन। हामीले त्यही नै बुझिरहेका हुन्छौँ कि हाम्रो इन्भाइरोमेन्टमा जस्तो घटनाहरू घटिरहेका हुन्छौँ, त्यसैबाट हामीले इन्फर्मेसन्सहरू गेन गरिरहेका हुन्छौँ। तर विश्व र ब्रह्माण्ड त ठुलो छ भनेपछि हामीले चाहिँ 1% पनि इन्फर्मेसन त गेन गरेका हुँदैनौँ नि त होइन। हामीलाई यति थाहा छ कि हामीलाई केही पनि थाहा छैन भनेर चाहिँ फिलोसफरले भनेका हुन्छन् कि हो, द्याट इज द ट्रु। हामीलाई यति चाहिँ थाहा हुनुपर्छ कि हामीलाई केही पनि थाहा छैन, बिकज त्यो वर्ल्ड यति धेरै ट्रान्सपारेन्ट भइसकेको छ कि होइन, टेक्नोलोजीले यति धेरै इन्हान्समेन्ट गरिसकेको छ कि होइन। हुन्छ नि, इन द सेकेन्ड हामीले कुनै पनि टपिकको बारेमा हामीले धेरै कुराको कन्टेन्ट चाहिँ गेन गर्न सक्छौँ होइन। जति कुरा चाहिँ हामीलाई थाहा पनि हुँदैन, हामीले इन्टरनेटमा सर्च गर्ने हो भनेदेखि, हामीले त्यसमा रिसर्चहरू गर्ने हो भनेदेखि कुनै पनि एउटा पार्टिकुलर टपिकमा एसोसिएटेड भएको घटनाहरू, त्यसमा भएको ब्याकग्राउन्ड्सहरू, यति धेरै कुराहरू हुन्छ कि होइन। हामीले त जस्तो एउटा सर्फेसमा चाहिँ बढेका हुन्छौँ नि त भनेपछि अब यो डिमोटिभेसन्स हुनेको कारण पनि यही नै हो। हामीलाई कुनै सानो इन्फर्मेसन थाहा हुन्छ अनि हामीलाई चाहिँ के हुन्छ भने, हो वी नो द बेस्ट
वी आर द सुप्रिम। र त्यो कुराहरूले चाहिँ कस्तो हुन्छ भने जुन पनि फिल्डमा हामी सक्सेसफुल हुन्छौँ भने हुँदैन, जुन पनि टास्कमा हामी बेस्ट हुन्छौँ भन्ने हुँदैन नि त होइन। अब त्यो बेस्ट नभइसकेपछि चाहिँ के हुन्छ, त्यो ओभर कन्फिडेन्स र त्यो इगो चाहिँ भाँचिन्छ र हामी डिमोटिभेटेड हुन्छौँ। ओके, हाउ टु थिङ्क एबाउट मोटिभेसन। अब मोटिभेसन्सको बारेमा कसरी सोच्ने त? कुनै पनि मोटिभेसन्स अब जसलाई कि कुनै पनि इनर्जीको लेभलमा बस्नुभन्दा अगाडि चाहिँ त्यो इनर्जी त क्रिएट गर्नु पऱ्यो नि त होइन। अब मोटिभेसन चाहिँ कसरी क्रिएट गर्ने भन्दा फर्स्ट फोकस अन सेल्फ इम्प्रुभमेन्ट, स्पेसली फोकस अन मेन्टल हेल्थ। पहिला चाहिँ सेल्फ इम्प्रुभमेन्टमा काम गर्न थाल्नु पऱ्यो। अब सेल्फ इम्प्रुभमेन्ट भन्ने बित्तिकै चाहिँ हामीले चाहिँ के सोच्छौँ भन्दा फिजिकल फिटनेसलाई नै बढी ध्यान दिइरहेको हुन्छौँ नि त, जिम जाने, बडी बनाउने होइन। फिजिकल हेल्थ चाहिँ चाहिन्छ, फिजिकल हेल्थ नभइकन त हामी हिँड्न होइन, कुनै कामहरू गर्नको लागि, कुनै काममा एक्ट गर्नको लागि, एक्सन लिनको लागि त सक्दैनौँ। तर स्पेसली हामीले चाहिँ मेन्टल हेल्थमा पनि फोकस गर्नुपर्छ होइन, किनभने फिजिकल फिटनेसमा पनि फिजिकल फिटनेस गर्नुभन्दा अगाडि पनि हामीले मेन्टल हेल्थको बारेमा र मेन्टल फिटनेसको बारेमा चाहिँ हामीले धेरै कुराहरू सोच्नुपर्ने हुन्छ। किनभने अब हामीलाई कुनै कुराहरूले टेन्सन पऱ्यो, कुनै कुराहरूले चाहिँ हामीलाई डिप डाउनले एकदम हर्ट गर्यो भनेदेखि चाहिँ हामीले के गर्छौँ भन्दा हामी मिल्सहरूलाई स्किप गरिरहेका हुन्छौँ होइन। हामीले लङ्गर सावरसम्म नि मिलहरू नखाँदाखेरि पनि होइन, किन हामीलाई खान मन लाग्दैन नि त होइन। त्यो नहुँदा पनि हामी सर्भाइभ कसरी गरिरहेको हुन्छौँ भन्दा किनभने हाम्रो मेन्टली नै कस्तो गरिरहेको हुन्छ भने हाम्रो माइन्डबाट हामीले के सोचिरहेका हुन्छौँ भने हाम्रो माइन्ड नै हाम्रो डिस्टर्ब भइरहेको हुन्छ होइन। हाम्रो माइन्डबाट नै एकदम धेरै स्ट्रेसको कुराहरू आइरहेको हुन्छ भनेपछि हाम्रो फिजिकल बडी, फिजिकल फिटनेस, फिजिकल एक्सनको लागि के चाहिँदो रहेछ, मेन्टल हेल्थ चाहिँ एकदम राम्रो हुनुपर्दो रहेछ। त्यही भएर मोटिभेसन्सको इनर्जीहरू, फोकसको इनर्जीहरूलाई चाहिँ लेभल अप गर्नको लागि चाहिँ हामीले मेन्टल हेल्थमा चाहिँ वर्कआउट गर्नुपर्ने हुन्छ। अनि सेकेन्ड भनेको फाइन्ड यर कोर एबिलिटी। अब यो कोर एबिलिटी भन्ने बित्तिकै चाहिँ हामी सबैमा एउटा चाहिँ स्पेसल एउटा एटिट्युड्स हुन्छ, जस्तै कि समन इज गुड एट अ सिङ्गिङ, समन इज गुड एज अ डान्सिङ, समन इज गुड एज अ राइटिङ एन्ड समन इज गुड एज अ स्पिकर होइन। कस्तो हुन्छ भने यो त मैले बेसिक इक्जाम्पल दिएको होइन, स्कुल लेभल कस्तो इक्जाम्पल दिएको। हाम्रो कोर एबिलिटी चाहिँ के हो त होइन, त्यो कुरा हामीले जान्नुपर्छ। जस्तै कि कसैलाई चाहिँ कस्तो हुन्छ भने कसैलाई चाहिँ पढाइमा अरुचि हुन्छ तर उसको स्पोर्ट्सहरू राम्रो हुन्छ, उसको राइटिङ्सहरू राम्रो हुन्छ होइन, डिस्पाइट अफ फन्डामेन्टल्स नभए पनि होइन। कसैलाई चाहिँ बोल्नुमा एकदम माहिर हुन्छ होइन, त्यो हाम्रो कोर एबिलिटी के हो त, त्यो चाहिँ हामीले चिन्नुपर्छ र त्यसैलाई चाहिँ इन्हान्समेन्ट गर्नुपर्छ होइन। किनभने हामी कोर एबिलिटी वान्स थाहा पाइसकेपछि त्यसैबाट चाहिँ हामीले के गर्छौँ, सेल्फ इम्प्रुभमेन्टको काम गर्न सक्छौँ, त्यही रिलेटेड फिल्डमा हामीले काम गर्न सक्छौँ। हाम्रो एबिलिटी जे हो त्यसैमा चाहिँ हामीले बेस्ट पर्फर्मेन्स दिन सक्छौँ, त्यो चाहिँ हो। किनभने कोर एबिलिटी कस्तो हुन्छ भने जहाँ हाम्रो कोर एबिलिटी हुन्छ, जुन हाम्रो कोर एटिट्युड्स हुन्छ त्यसैमा हामीले इन्ट्रेस्ट लगाएर काम गऱ्यो भनेदेखि चाहिँ त्यो चाहिँ 110% सक्सेस हुने चान्सेसहरू चाहिँ एकदम हाई हुन्छ। किनभने हामीले विथ द फोकस माइन्ड र पोजिटिभ एटिट्युडसँग चाहिँ हामी काम गर्न सक्छौँ। ओके, नेक्स्ट भनेको द सिक डिफ्रेन्ट अप्सन एन्ड एनालाइज सुइटेबल होइन। अब हामीले चाहिँ मोटिभेसन्स र त्यो इनर्जीलाई चाहिँ ल्याउनको लागि चाहिँ के गर्नुपर्छ भने हाम्रो लागि डिफ्रेन्ट अप्सन्सहरू, फर इक्जाम्पल हामी अनइम्प्लोइड छौँ होइन। अब हाम्रो लागि बेस्ट अप्सन के हुनसक्छ त, जबकै केसेसमा पनि हो मैले त कामै पाइनँ भनेर जुन पनि काम, जस्तो पनि काम छ त्यसमा जाने त पक्कै होइन भनेपछि हाम्रो लागि के खालको अप्सन्सहरू चाहिँ एभाइलेबल छ त होइन। जसलाई कि मार्केटमा हामी बिजनेस गर्न सक्छौँ कि होइन, बिजनेसमा पनि स्मल मिडियम लार्ज स्केल केमा गर्न सक्छौँ होइन। अब हामी जबको चाहिँ मेरो चाहिँ रिलेटेड फिल्ड यो हो, म चाहिँ यस्तो रिलेटेड फिल्डमा काम गर्न सक्छु कि होइन। अब यो सबैभन्दा पनि म अब कन्टेन्ट क्रिएसनतिर जान्छु कि एउटा नयाँ खालको इभोल्युसन्सहरू गर्छु कि हो, त्यस्तो खालको डिफ्रेन्ट अप्सन्सहरूलाई चाहिँ हामीले एनालाइज गर्न सक्नुपर्छ र हाम्रो लागि सुइटेबल के हुन्छ त, हाम्रो एबिलिटीसँग म्याच गर्ने बेस्ट अप्सन के हुन्छ त्योहरू हेर्नुपर्छ। लिसन टु प्यारेन्ट्स, पोजिटिभ फ्रेन्ड्स एन्ड कलेक्ट सजेसन एन्ड फिल्टर आउट। अब हामीले चाहिँ कुराहरू चाहिँ डिस्कसहरू पनि गर्नुपर्छ होइन। कुनै पनि इनर्जीमा पोजिटिभ इनर्जीहरूलाई चाहिँ कस्तो हुन्छ भने समटाइम्स हामीले चाहिँ सोचिरहेका हुन्छौँ त्यसमा चाहिँ लिमिटेसन्सहरू हुनसक्छ होइन। हामीले सोचेको चाहिँ कस्तो हुन्छ भने एउटा लिमिटेड फ्याक्टर्सलाई मात्रै एनालाइज गरेका हुनसक्छौँ, जहाँ कि त्यसको चाहिँ इम्प्याक्टहरू हामीले मेजर नगरेका पनि हुनसक्छौँ होइन। हो, त्यस्तो कुराहरूमा चाहिँ त्यो ल्याक नहोस् भनेर चाहिँ हामीले प्यारेन्ट्सहरूसँग कुरा गर्ने, पोजिटिभ फ्रेन्ड्सहरूसँग कुरा गर्ने र त्यो सजेसनहरूलाई चाहिँ फिल्टर आउट पनि गर्ने होइन। के चाहिँ गर्दा चाहिँ बेस्ट हुन्छ त्यसलाई चाहिँ हामीले फिल्टर पनि गर्न सक्नुपर्छ। डोन्ट रस टु द क्विक डिसिजन। कुनै पनि डिसिजन चाहिँ यस अर नो भनेर चाहिँ विथिन अ आवर, विथिन अ फ्यु डेज चाहिँ हामी डिसिजन गर्नु हुँदैन। त्यसको इम्प्याक्ट एनालाइसिसहरू गर्नुपर्छ, लङ टर्म इम्प्याक्ट एनालाइसिस, र त्यसको चाहिँ बेस्ट आउटकम
कस्तो हुन्छ भन्ने कुरा नि हेर्नुपर्छ। र जहिले पनि यो होइन कि हुन्छ नि यसबाट सक्सेसफुल नै हुन्छ भन्ने कुरा पनि हुँदैन होइन। प्रिपेयर फर द बेस्ट होइन। अनि त्यसपछि एज वेल प्रिपेयर फर द वर्स्ट पनि भन्ने जुन एउटा स्टेटमेन्ट छ नि त्यो पनि हो क्या। किनभने जहिले पनि सक्सेसफुल हुन्छ भन्ने त हुँदैन नि त। फर इक्जाम्पल अब जसमा कि आज म कुनै कामहरू गरिरहेको छु तर एक्सटर्नल इन्भाइरोमेन्ट जसमा कि भोलि चाहिँ अब जसमा कि यो अर्थक्वेक जस्तै अनि यो कोरोना जस्तै कुनै कुराहरू चाहिँ एक्सटर्नली भइदियो अनि जसले गर्दा चाहिँ मेरो कामहरू रोकियो। अब त्यसमा त मेरो गल्ती त होइन, तर एक्सटर्नल इन्भाइरोमेन्टको फ्याक्टरले गर्दाखेरि मलाई इम्प्याक्ट परेको हो नि त। भनेपछि कस्तो हुन्छ भने त्यो चाहिँ हामीले पनि प्रिपेयर गर्नुपर्छ। यो काम चाहिँ यसरी चाहिँ भएन भनेदेखि यसको वर्स्ट इम्प्याक्ट के हुन्छ र यो फल्स हुँदाखेरि चाहिँ होइन यसमा नेगेटिभ रिजल्ट आउँदाखेरि चाहिँ म के गर्न सक्छु त हो त्यो प्रिपेरेसन पनि हुनुपर्छ होइन। अनि लिसन मोर रियाक्ट लेस। अब कसरी मोटिभेसन्स बारेमा थिङ्क गर्ने भन्दाखेरि चाहिँ यो कुरा चाहिँ हामीले बिहेभियरमा चाहिँ राख्नुपर्छ। लिसन मोर रियाक्ट लेस होइन। हामीले धेरै कुरा सुन्ने र रियाक्सन चाहिँ अलि लेस गर्ने। किनभने हामी चाहिँ के गर्छौँ भन्दाखेरि चाहिँ एउटा शब्द सुन्छौँ र त्यसमा हायर रियाक्सन दिन्छौँ, त्यो चाहिँ गर्नु हुँदैन होइन। अब हाउ टु फाइन्ड द पोजिटिभ फ्रेन्ड। अब मैले यहाँ भनिसकेँ होइन, प्यारेन्टिङमा त फ्रेन्ड्स आर द बेस्ट। अब फ्रेन्ड सर्कलमा चाहिँ कस्तो हुन्छ भनेदेखि चाहिँ फ्रेन्ड्स भनेको not everyone but some of the friends have the negative attitude and some of the friends have the positive attitude होइन। कसको चाहिँ नेचरै नेगेटिभ हुन्छ क्या, जसमा कि जुन पनि कुरामा नेगेटिभ देखिहाल्ने टाइपको नेचर पनि हुन्छ होइन। त्यो उनीहरूको फल्स पनि होइन होइन। अब कोही चाहिँ सुप्रिम पोजिटिभ होइन, जे कुरामा पनि इभन प्रब्लममा पनि पोजिटिभनेसहरू खोज्ने पोजिटिभ एटिट्युड्स खोज्ने पनि हुन्छ। तर यसमा पनि हाम्रो लागि चाहिँ पोजिटिभ को फ्रेन्ड हुन्छ भने स्विट वर्ड्स आर हार्म देन पोइजन, बेटर फाइन्ड फ्रेन्ड्स विथ द बेटर वर्ड बट ट्रुथफुल विलिङ टु से राइट थिङ फर यु होइन। कहिले काहीँ कस्तो हुन्छ भन्दाखेरि चाहिँ हाम्रो चाहिँ हामी साइकोलोजिकली धेरै कुराहरूले हामीलाई इम्प्याक्ट गरिरहेको हुन्छ होइन। स्विट वर्ड्सहरूले चाहिँ हामीलाई बढी एट्र्याक्सन गरिरहेको हुन्छ, त्यो जसलाई पनि हुन्छ होइन। तर कहिले काहीँ त्यो स्विट वर्ड भनेको चाहिँ पोइजन पनि हुन्छ क्या होइन। त्यही भएर चाहिँ हामीले चाहिँ कस्तो खालको साथीलाई चाहिँ पोजिटिभ फ्रेन्ड भन्ने भन्दाखेरि चाहिँ बडो तितो होस् बोली तर ट्रुथफुल होस् र जुन चाहिँ तिम्रो लागि सही छ त्यो भन्ने खालको होस्, द्याट इज कन्सिडर एज अ पोजिटिभ फ्रेन्ड्स टुवर्ड्स यु है। अब हाउ टु स्टे लङ्गर मोटिभेटेड। अब कसरी अब त्यो मोटिभेसन्सको इनर्जी ल्याउने हामीले चाहिँ अब बिहेभियरमा चाहिँ धेरै सुन्ने, कम रियाक्सन गर्ने, प्यारेन्ट्सको कुरा सुन्ने, पोजिटिभ फ्रेन्ड सर्कलमा बस्ने होइन। अब धेरै कुराहरूको एनालाइसिस गर्ने, अप्सन्स एनालाइसिस गर्ने, त्यो त इनर्जी क्रिएसनको कुरा भयो, मोटिभेसन क्रिएसनको कुरा भयो। अब लङ्गर मोटिभेसन चाहिँ कसरी बस्ने भन्दा वेक अप अर्ली इन द मर्निङ होइन। अब हाम्रो चाहिँ बानी कस्तो हुन्छ भन्दाखेरि चाहिँ मर्निङमा चाहिँ अलिक ढिलासम्म सुत्दिने होइन, अनि त्यसपछि बेलुकासम्म चाहिँ रातिसम्म काम गर्ने। त्यो चाहिँ कस्तो हुन्छ भन्दाखेरि चाहिँ अर्ली मर्निङमा चाहिँ हाम्रो माइन्ड फ्रेस भइरहेको हुन्छ। अर्ली मर्निङमा चाहिँ हाम्रो माइन्डले धेरै कुराहरूलाई चाहिँ क्याप्चर गर्न सक्ने भइरहेको हुन्छ। त्यो सबैमा हुन्छ क्या। 99% ह्युमन साइकोलोजीमा चाहिँ हाम्रो माइन्डले चाहिँ बिहान काम गर्छ, अर्ली मर्निङमा काम गर्छ होइन। अब हाम्रो त 4 to 6लाई चाहिँ अब हाम्रो शास्त्रले नै भनेको छ गुड टाइमिङ भनेर, त्यही भएर छिटो उठ्ने। अनि त्यसपछि किप ट्र्याक अफ इच डे वर्क एन्ड एक्टिभिटिज र जहिले पनि आफूले गरेको वर्क र एक्टिभिटिजको चाहिँ रेकर्डहरू राख्ने। जसलाई कि आज मैले के गरेँ त होइन। राइट ए जर्नल इच डे इफ पोसिबल टु सी हाउ यु हेभ स्पेन्ड यो डे। अब हुन्छ नि अब त्यो चाहिँ अब हामीलाई जर्नल लेख्ने बानी छ भनेदेखि चाहिँ जर्नल टिप्दा पनि हुन्छ। जसमा कि आजको दिनमा चाहिँ मैले के काम गरेँ त, बिहानको 6 to रातिको 9सम्मको हुन्छ नि उठेदेखिबाट चाहिँ बेलुकासम्म चाहिँ मेरो दिन चाहिँ प्रोडक्टिभ भयो कि भएन होइन। मैले के कुराको प्लान गरेको थिएँ र के कुराहरू चाहिँ पोसिबली मैले त्यसमा अनुसार गरेँ भन्ने कुरामा चाहिँ काम गर्ने। बिलिभ इन द प्रोसेस एन्ड क्लाइम स्टेप 1 by 1। अनि हामीले प्रोसेसमा बिलिभ गर्ने र बिलिभ इन प्रोसेस एन्ड क्लाइम स्टेप 1 by 1 होइन। अब जस्तै कि हामीले प्रोसेसमा चाहिँ बिलिभ गर्नुपर्छ होइन, आफूलाई विश्वास चाहिँ राख्नुपर्छ। आइएम गोइङ टु डु दिस, आइएम गोइङ टु क्र्याक दिस, आइएम गोइङ टु पप दिस च्यालेन्ज भन्ने चाहिँ हुनुपर्छ। तर स्टेप बाई स्टेप जस्तै कि माउन्ट एभरेस्ट चढ्नको लागि पनि हामीले स्टेप बाई स्टेप क्लाइम गर्ने हो नि त। सिधै माउन्ट एभरेस्टको हाइटमा त हामी पुग्दैनौँ। अनि कुनै पनि ठाउँमा रिच गर्नको लागि त हामीले 1 by 1 स्टेप लिने हो नि त। भर्याङमा पनि 3 किलो एकैचोटि उक्लिन्छु भनेर आँट्दाखेरि चाहिँ हामी समटाइम्स हामी चिप्लिन सक्छौँ होइन।
सो हाम्रो एबिलिटी के छ, हाम्रो लिमिटेसन्स पनि के छ, हाम्रो विकनेसेस के छ र हामी केमा चाहिँ स्ट्रङ छौँ, त्यो कुराको सबै एनालाइसिस गरेपछि वान बाई वान स्टेप लियो भन्दाखेरि चाहिँ हामी मोटिभेटेड लङ्गर समयसम्म रहन सक्छौँ। अब जस्तै कि हामीले चाहिँ एकदम हाइपर इनर्जी क्रिएट गऱ्यौँ, हाइपर मोटिभेटेड भयौँ र एकैचोटि सबै कामहरू चाहिँ मल्टिपल टास्कहरू गर्न खोज्यौँ होइन, कि हामीले एकैचोटि बिग स्टेप लिन खोज्यौँ जुन चाहिँ हाम्रो एबिलिटीभन्दा चाहिँ अलिक माथिको छ भने पनि हामी के गर्छौँ, हामी त्यसमा चाहिँ हाम्रो नेगेटिभ रिजल्ट हुनसक्छ, जसले हामीलाई फेरि पनि डिमोटिभेटेड गर्न सक्छ। त्यही भएर यदि हामीलाई चाहिँ लङ्गर मोटिभेटेड भएर बस्नु छ, हाम्रो इनर्जीलाई चाहिँ किप गर्नु छ र इनर्जीलाई चाहिँ जहिले पनि वान स्टेप माथि चाहिँ पुऱ्याउनु छ होइन भनेदेखि चाहिँ हामीले के गर्नुपर्छ, पोजिटिभ एटिट्युड्स लिनु पऱ्यो, पोजिटिभ एटिट्युड्सहरूलाई डेभलप गर्नु पऱ्यो र स्टेप बाई स्टेप चाहिँ प्लान गर्नु पऱ्यो। भनेपछि यो मोटिभेसन्सको भिडियोबाट तपाईँहरूले के बुझ्नुभयो, कस्तो लाग्यो मेरो कन्टेन्ट, त्यो कुराहरू चाहिँ कमेन्टमा लेखिदिनु होला र केही कुराहरूमा चाहिँ ल्याक भएको छ भने पनि कमेन्टमा लेखिदिनु भयो होला र राम्रो लागेको छ भन्दाखेरि चाहिँ सेयरिङ गरिदिनु होला होइन। अब ओके, थ्याङ्क यू सो मच। म चाहिँ त्यही भन्छु, मोटिभेसन चाहिँ अरूबाट सिक गर्ने भन्दा पनि मोटिभेटेड भन्ने कुरा चाहिँ आफैभित्र खोज्ने हो होइन, सेल्फ मोटिभेटेड नै बन्ने हो र त्यसको लागि चाहिँ हामीले जहिले पनि पोजिटिभ नै बस्नुपर्छ र पोजिटिभ इन द सेन्स अफ द्याट कि हुन्छ नि, अब पोजिटिभ इन द सेन्स अफ द्याट कि होइन, कुनै पनि कुराहरूको सुरुवात गर्दाखेरि पनि त्यसमा पोजिटिभ रिजल्ट पनि हुनसक्छ, नेगेटिभ रिजल्ट पनि हुनसक्छ र जहिले पनि वर्स्ट सिनारीको लागि पनि प्रिपेयर हुनुपर्छ होइन। अनि हाम्रो च्यालेन्जेसहरू के हो होइन, हाम्रो लिमिटेसन्सहरू के हो होइन, कस्तो खालको इन्भाइरोमेन्टमा हामी काम गरिरहेको छौँ, धेरै फ्याक्टरहरूलाई चाहिँ एनालाइसिस गर्नुपर्छ र हामीले चाहिँ आफूलाई मोटिभेटेड चाहिँ राख्न सक्छौँ जहिले पनि यदि हामीले पोजिटिभ वेमा थिङ्क गर्छौँ भनेदेखि होइन। जुन पनि कुरामा नेगेटिभ देख्न थाल्यौँ भनेदेखि चाहिँ सकियो होइन। त्यही भएर चाहिँ हामीले हरेक इभन वर्स्ट सिनारीमा पनि पोजिटिभ देख्न सक्नुपर्छ र हामीमा इगो पनि कहिले पनि हुनुहुन्न, किनभनेदेखि हामीले चाहिँ पुरै वर्ल्डको चाहिँ 1% नलेज पनि हामीमा छैन होइन। हामीलाई यति थाहा हुनुपर्छ कि हामीलाई केही पनि थाहा छैन होइन, त्यो खालको कुराहरू चाहिँ हुनुपर्छ। किनभने त्यो खालको कुराहरू भइसकेपछि चाहिँ एउटा बकेटमा चाहिँ हुन्छ नि, एउटा पानी भर्ने भाँडोमा चाहिँ हामीले त्यति बेलासम्म मात्रै पानी फिल गर्न सक्छौँ होइन, जतिसम्म चाहिँ ऊ खाली हुन्छ भन्नाले हाम्रो दिमागमा पनि त्यही नै हो। हामीले दिमागमा चाहिँ यो भन्यौँ कि हामी सेल्फ कन्टेन्ट छौँ होइन, कि हामीलाई चाहिँ सबै थाहा छ, हुँदा सुप्रिम हुँदा बेस्ट हुन थाल्यौँ भने हामी कुनै नलेज नै सिक गर्दैनौँ, हामी फर्दर त्यो कुनै नलेजको लागि इन्ट्रेस्टेड नै हुँदैनौँ, कुनै काममा इन्ट्रेस्टेड नै हुँदैनौँ, हाउ सुड वी डु वर्क भन्ने जस्तो एटिट्युड आउन थाल्छ, त्यो चाहिँ गलत हुन्छ। सो त्यही भएर चाहिँ हामीले चाहिँ जहिले पनि सोच्नुपर्छ कि हुन्छ नि, वी आर अ लर्नर, हामी जहिले पनि लर्निङमै हुन्छौँ र हामी जति पनि जिन्दगी हाम्रो जतिसम्म जान्छ त्यति बेलासम्म पनि हामी स्टुडेन्ट नै हो। सो त्यसरी नै हामीलाई मोटिभेटेड गर्ने हो आफूलाई र जहिले पनि नलेजको लागि सिक गर्ने हो, लाइफको च्यालेन्जेसहरूलाई कोप गर्ने हो। ओके, थ्याङ्क यू सो मच। र तपाईँहरू नयाँ हुनुहुन्छ यो च्यानलमा भनेदेखि लाइक सब्सक्राइब र कमेन्ट गरिदिनु होला र सक्दो सेयर पनि गरिदिनु होला। द्याट विल बी पोजिटिभ थिङ्स टुवर्ड्स मी and toward my video. Thank you so much. Keep healthy, keep positive, and keep motivated yourself each day with a highly positive energy. Thank you so much.